साथीहरू, वेलकम छ मेरो नयाँ भिडियोमा। म चाहिँ है धेरै लामो समयपछि चाहिँ भिडियो गरिरहेको छु। आज चाहिँ टक्क बजारतिर जानु पर्यो भनेर सोचिरहेको थिएँ। म चाहिँ आज चाहिँ अब गाडीमा जानु छोडेर यो साइकलमा जान लागेको छु। यो साइकल चाहिँ मेरो है एकदमै जिग्री जस्तै हो नि त यो साइकल। यताउता हिँड्दाखेरि यस्तो काम दिन्छ है। अस्ति एकचोटि त रिस उठेर यो चेन बिग्रेको बेला रिस उठेर चाहिँ उचालेर पछार्दै थियो, ल्याम जान्छ। त्यो सबै बिग्रेर फेरि रिकभर गरेर चाहिँ यसलाई मैले फेरि सफा धोएर चाहिँ टक्क अब यसमा जाँदैछु म। ल गाइजहरू, सबैले चाहिँ लाइक कमेन्ट चाहिँ गरिदिनु होला है। त्यही भन्न चाहन्छु। अब यस्तै छ साथीहरू है, साइकलमा सर जाने हो। अब त गर्मी सुरु हुन थाल्यो नि त, गर्मी लाग्न थाल्यो। सो त्यो भएर चाहिँ अब साइकल फेरि धोएर चाहिँ नयाँ बनाएर चाहिँ म साइक्लिङ गर्न थालिसकेको छु। साइकल पछारेको है, यो पछाडिको पाङ्ग्रा त लरक हल्लिन्छ। बाङ्रै बाङ्गिरहेको छ यो पछाडिको चक्का चाहिँ। पुरै जाडो होइन। मसँग यहाँ साइकलमा फोन अडाउने स्ट्यान्डै छैन। किन्नुपर्ने छ एउटा टक्क लाएर सरर कुद्न यसरी है। फोन ट्याक्क यहाँ अड्काएर क्या यस्तो बनाएर है।